के तपाईलाई थाहा छ जमिन मुनिबाट हामीले पानी कसरी निकाल्छौं? त्यसको लागि चाहिँ हामीले वाटर बोरिङ गर्छौं। अब जानु वाटर बोरिङ कसरी गर्ने। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ पहिला एउटा सर्वे गर्छौं र त्यो सर्वे गरिसकेपछि चाहिँ एउटा लोकेसन पत्ता लगाउँछौं र त्यो लोकेसनमा चाहिँ हामीले बोरिङ मेसिन फिट गर्छौं। त्यो मेसिनमा चाहिँ हामीले एउटा ड्रिल मेसिन राखेको हुन्छौं र मोटर फिट गरेको हुन्छ। त्यो ड्रिल मेसिनले चाहिँ हामीले जमिनमा रहेको माटोलाई काट्दै 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 एउटा लेयरमा चाहिँ हामीले पानी भेटाउँछौं र त्यो पानीलाई चाहिँ हामीले मोटरले निकाल्छौं। ड्रिल मेसिन सँगै एउटा स्लरी पेस्ट पनि युज गरेको हुन्छौं। यसरी तपाईहरुले चाहिँ आफ्नो साइडमा बोरिङ मेसिनले चाहिँ पानी निकाल्न सक्नुहुन्छ।